नमस्ते शुभ बिहानी। हाम्रो बिहान यसरी सुरु हुँदैछ है। अब गाडीमा मोबिल पानी हेर्ने यस्तै गरी चल्दैछ। यो गाडीको मोबिल पानी हेर्नु पर्नेछ। यहाँ छ है स्विमिङ मोटरको गियरको गेज चेक गर्ने दुईटा छ। दुईटैमा चेक गर्नु पर्यो। सानो मान्छे है, अब गाह्रो छ, भित्रै पसेर चेक गर्नु पर्यो। यस्तै छ, गेजको ठिक छ, लेभल दुईतिरैको हेर्नु पर्यो। यस्तै छ, यो ठिकै छ। यो गेजको भयो। यतातिर इन्जिन ओइलको छ। अब यतातिर जाँदैछु म। यो इन्जिन ओइलको हेर्नलाई यहाँबाट अलिक सजिलो छ। यहाँबाट इन्जिन ओइल हेर्न सकिन्छ हामीले। यहाँबाट इन्जिन ओइलको गेजको हेर्न सक्यो। इन्जिन ओइलको देखियो। अर्को कुरा, हामीले यहाँनिर कुलिन वाटर हेर्नलाई चाहिँ यहाँबाट छ है। कुलिन वाटरको चाहिँ यहाँबाट लेभल हेर्न सक्यो। अनि लेभल देखाएको छ, हामीले हाल्नु परेन, लेभल देखिन्छ। कुलिन वाटरको चाहिँ कम भयो भने यहाँबाट हाल्न मिल्यो। लेभल छ, माथि नै छ है। 800को चाहिँ यस्तो सिस्टम छ। ल, यहाँ एयर फिल्टरको यहाँ छ। एयर फिल्टर यहाँ चाहिँ एयर फिल्टरको हो। यो दुईटा एयर फिल्टर लाग्छ। दुईटा एयर फिल्टर छ। हिजो भर्खर साफ गरे हो एयर फिल्टर। हिजो भर्खर साफ गरे हो। यो यस्तो छ है। ल।